मैले यो स्क्रिनमा राखेको बहिनीको भिडियो चाहिँ अहिले सामाजिक सञ्जालमा जाइँताइ भाइरल भइरहेको छ। ममताले चाहिँ पाकिस्तानको ममता लिम्बुले चाहिँ पाकिस्तानको बारेमा बोलेको भिडियोलाई चाहिँ क्लिक गरेर चाहिँ अहिले सामाजिक सञ्जालभरि चाहिँ यो बहिनीले हल्ला गरिराखेको देखिन्छ। पहिलो कुरो त विभिन्न खालको आफूले आफूलाई गाली गर्न भन्दा पनि तिम्रो सिक्किमको इतिहास कति वर्षको छ भन पहिला, हैन? तिमीलाई त नेपालमा त तिमीहरूलाई त नि नेपालको बाहुन र नेपालको बाहुनले भारतलाई बेच्यो, भारतको बाहुनले तिमीहरूलाई किनेको। बहिनी, तिमीले इतिहासको कुरा गरेको रहेछौ नि, इन्डियाको इतिहासको कुरा गर्छस्। मलाई इन्डियाको हिस्टोरी मलाई थाहा छ भनेर भनेको रहेछौ। नेपालको हिस्टोरी हामीलाई पनि थाहा छ। नेपालको इन्डिजिनियस मूलवासीहरूको हिस्टोरी के हो भनेर हामीले राम्रोसित बुझेको छौं र आज हामीले नबुझिकन बोलेको छैनौं। त्यो कुरा बुझ्नु होला। तिमी भनेको चाहिँ 2007 सनमा चाहिँ सिक्किम र दार्जिलिङलाई चाहिँ एउटा टंक प्रसाद आचार्य भन्ने बाहुनले चाहिँ, हैन, मौखिकमा चाहिँ टिस्टादेखि काङ्गाडासम्म चाहिँ भारतको जमिन पर्छ भनेर चाहिँ भारतलाई बेचेको हो कि होइन? कसले बेचेको? नेपालको राई लिम्बू गुरुङ तामाङ नेवार कुशवर, हैन, माझीहरूले बेचेको हो। यहाँ थारू धिमालले बेचेको हो तिमीहरूलाई। तिमीहरूले गर्व हुनुमा, तिमीहरूको सिक्किममा तिमीहरू इन्डियन हुनु, भारतीय हुनु गर्व मान्छु भन्छौ, ठिकै छ, तिमीहरूको लागि राम्रो छ है। तर पनि सिक्किम दार्जिलिङको मान्छे चाहिँ कलाकार गायककार बन्नको लागि त नेपालमै तिमीहरू आउँछौ त लामपासर पढ्नलाई, हैन? नेपालकै दाजुभाइ दिदीबहिनीहरूले भोट दिएर तिमीहरूलाई जिताउँछ नि त नेपाली हो भनेर, हैन? सिक्किम दार्जिलिङको मान्छेहरूलाई तिमीले पहिलो कुरो त म भारत हुनुमा गर्व छु, पाकिस्तानी चाहिँ होइन मसल्ला भनेर बोलिस् भनेर भनेको रहेछौ। तिमी पनि भारतीय हो भने, तिमी इन्डियन हुनु गर्व मान्छौ भने तिमी किन नेपाली बोल्छौ त? तिमी पनि धोती भाषा बोल, त्यो हामीलाई सहकार भएन है। नेपाली संस्कार संस्कृति वेशभूषा भाषा नमान, नेपाली भाषा नबोल, हैन? नेपालीलाई गाली गर्छौ भने बुझ्यौ नि? तिमी जुन रानसनमा हुर्केको छौ, जुन राज्यको जुन सरकारको देशमा हुर्केको छौ, त्यही भाषा बोल। नेपाली भन्नुमा गर्व नमान, बुझ्यौ नि? नेपाली हुँ, मेरो भाषा हो, नेपालको चाहिँ संस्कार संस्कृति वेशभूषा भाषा भनेर चाहिँ नेपालको नाम नलियो र नकमाऊ, बुझ्यौ नि? अनि छातीमा गोली हानेर चाहिँ लडाउँछु, यसले चाहिँ जहिले पनि अपमान फैलेको रहेछ भनेर भनिरहेको छौ, होइन? र तिमीले